बाइबली अर्थ के हो र हाम्रो जीवनमा हामी चाहिँ कस्तो प्रकारको हाम्रोमा स्वभाव हुनुपर्छ भन्ने आज वचन मैले तपाईहरुको बीचमा ल्याएको छु। त्यही भएर नबिर्सिनुले दुईटा पंक्षीको बारेमा तपाईले उत्पत्ति 6 अध्याय बाइबललाई पढ्नुभयो भने 6 अध्यायमा त्यहाँनिर जल प्रलयको बारेमा हामी देख्छौं। परमेश्वरले संसारमा मानिसलाई बनाउनु भएकोमा एकदमै दुखित हुनुभयो। किनकि मानिसले आफ्नै तरिकाले जीवन जिउन थाले, संसारमा पाप बढ्यो र संसारलाई एउटा नाश गर्नको निम्ति, न्याय गर्नको निम्ति उहाँले जल प्रलय पठाउँछु भन्नुभयो। अनि त्यो बेलाको समयमा नोआ एउटा परमेश्वरमा भरोसा राख्ने व्यक्ति हो, विश्वासी हो। उसको तपाईले यहाँ हेर्नु हो भने गवाही चाहिँ निर्दोष मानिस हो, धर्मी मानिस हो, परमेश्वर सँगसँगै हिँड्ने मानिस चाहिँ नोआ थियो। त्यो बेलाको समयमा नोआ मात्र परमेश्वरमा भरोसा गर्ने व्यक्ति। अनि परमेश्वरले नोआको परिवारमाथि चाहिँ अनुग्रह गर्नुभयो। परमेश्वरले नोआलाई के भन्नुभयो भने म संसारलाई चाहिँ जल प्रलयद्वारा नष्ट गर्न गइरहेको छु, तैले एउटा जहाज बनाउनु भनेर आज्ञा दिनुभयो। नोआले सबै मानिसहरूलाई भने, हेर यो संसार चाहिँ अब पानीले नष्ट हुनेछ, तिमीहरू पश्चाताप गर, परमेश्वरमा भरोसा राख भनेर मानिसले भने। मानिसहरू चाहिँ उलाई नोआलाई चाहिँ झन खिल्ली उडाउन थाल्यो। कस्तो मान्छे यो, यस्तो घाम लागेछ, कसरी यहाँ पानी जल प्रलय हुन्छ, यो नोआ चाहिँ पागल भयो भन्ने चाहिँ मानिसहरूले भन्न थाले। तर नोआले मानिसको कुरा सुनेन, नोआले परमेश्वरको कुरा सुन्यो। अनि परमेश्वरले जे भन्नुभएको थियो नोआले त्यो गरेर जहाज बनायो। त्यो जहाजमा चाहिँ हरेक जनावर पक्षी पशुको चाहिँ जोडी जोडी चाहिँ त्यो जहाजभित्र पस्यो। पसिसके पछाडि ढोका बन्द भयो। जब ढोका बन्द भयो, संसारमा 7 अध्यायमा तपाईले हेर्नु हो भने पानी चाहिँ लगातार पर्न थाल्यो। 40 दिन 40 रात संसारमा पानी पर्यो। 2-3 दिन पानी पर्यो भने कस्तो हुन्छ नेपालमा, हैन? पहिरो जान्छ, के जान्छ, बाढी जान्छ, हैन? लगातार आकाशबाट पानी, तलबाट पानी, यही पानी संसारमा। तपाईले इतिहास पल्टाएर हेर्नुभयो भने एकपल्ट संसार पनि पानीले पनि नष्ट भएको थियो। यो यतिकै लेखेको होइन बाइबलमा। यहाँ हेर्नुभयो भने अब यो जहाजमा नोआको परिवार मात्रै छ, बाहिर मृत्यु छ, बाहिर जल प्रलय छ, लकडाउन भयो। यहाँ त्यो ठाउँदेखि बाहिर कोही पनि जान सक्दैन। यस्तो अवस्थामा चाहिँ परमेश्वरले नोआको परिवारलाई मात्र सम्झनु भयो। तपाईले त्यहाँ 1 पदमा हेर्नुभयो भने त्यहाँ 8को 1 पदमा भनिन्छ, परमेश्वरले नोआ र तिनीसँग जहाजमा भएका सबै वन पशु र पालिने पशुहरूलाई सम्झनु भयो। अनि उहाँले पृथ्वीमा बतास चलाउनु भयो र पानी घट्न लाग्यो भनेर हामी देख्न सक्छौं। अनि 8 अध्यायमा यहाँ हामी आयौं भने परमेश्वर नोआलाई सम्झनु भयो। परमेश्वरले तपाईं र मलाई पनि सम्झिराख्नुहुन्छ प्रियहरू। परमेश्वरले हामीलाई बिर्सिनुहुन्न। हाम्रो दुःखमा, हाम्रो कष्टमा, हाम्रो आपदहरूमा हाम्रो विश्वासको जाँच हुन्छ। सुनलाई जति खार्छौं त्यो त्यति नै चमक त्यसले दिन्छ। सामान्य जीवन जिउँदाखेरि यतिकैमा हाम्रो विश्वास के कस्तो हामीलाई पनि थाहा हुँदैन। त्यो विश्वास तपाईं र म कतिको बलियो छौं भने त्यो जब कष्ट आउँछ नि, जब परीक्षा आउँछ नि, त्यो बेला थाहा हुन्छ तपाईं र म कति प्रभुमा बलियो छौं भन्ने। यो नोआ चाहिँ त्यो अवस्थामा परमेश्वर त्यसको विश्वासलाई देखेर परमेश्वरले चाहिँ नोआको परिवारमाथि अनुग्रह गर्नुभयो। नोआको विश्वासले चाहिँ नोआको 8 जना परिवारहरू त्यहाँनिर यो जहाजभित्र चाहिँ बसेका छन्। संसारभरि पानी पानी, जहाज मात्र रहेको हामी देख्छौं। यो जहाज चाहिँ पानी जब माथि पुग्यो, जहाज चाहिँ यो अरारत पहाड भन्छ, टर्की, अहिलेको देशको टर्की, अहिलेको आधुनिक देश टर्की, त्यसको डाँडा माथि पुगेर चाहिँ माथि पुगेको थियो। अब त्यो डाँडा माथि पुगिसके पछाडि थाहा छैन नोआ कहाँ हामी आइपुग्यो भन्ने कुरा नोआलाई थाहा छैन। प्रिय याद गर्नु होला, परमेश्वरले अब्राहमलाई चाहिँ बचाउनको निम्ति सम्झनु भयो। उत्पत्तिको किताब 19को 20 पदमा तपाईले हेर्नुभयो भने त्यहाँ तपाईले पाउनुहुन्छ। परमेश्वरले चाहिँ राहेललाई सम्झनु भयो, राहेललाई सन्तान दिनु भएको छ। परमेश्वरले आफ्नो करार चाहिँ याकूब, यहुदा यी सबै माथि चाहिँ आफ्नो करार स्थापित गर्नुभयो। आफ्नो करारमा चाहिँ परमेश्वर विश्वास योग्य रहनुभयो, उहाँले सम्झनु भएको हामी देख्न पाउँछौं। परमेश्वरले चाहिँ इब्राहिम जातिहरूलाई, इजरायललाई, आफ्नो जातिहरूलाई सम्झनु भएको छ। आज परमेश्वरले हामी जसले उहाँमाथि भरोसा गर्छौं, हाम्रो हरेक अवस्थामा प्रभुले हामीलाई हेर्नुहुन्छ, देख्नुहुन्छ। दाउदले भने, प्रभु म तपाईबाट कहाँ लुक्न सकौं? समुद्रको गहिराईमा गए पनि तपाईँ हुनुहुन्छ, माथि आकाशमा गए पनि तपाईँ हुनुहुन्छ।
सबै ठाउँमा तपाईँले हामीलाई हेर्नुहुन्छ। यहाँ क्यामेरा लगाए सिसी क्यामेरा यो यति मात्र हेर्न सक्छ। सबैभन्दा ठुलो सिसी क्यामेरा त माथि छ, परमेश्वर हो सबैभन्दा ठुलो। तपाईँ र मलाई हेर्नुहुन्छ, हाम्रो मानिसहरूलाई, आफ्नो छोराछोरीहरूलाई उहाँले हेर्नुहुन्छ। अब म तपाईँहरूको ध्यान 6 पददेखि ल्याउन चाहन्छु। 6 पदमा भनेको छ 40 दिनपछि आफूले बनाएको जहाजको झ्याल नोआले खोले। 40 दिन पानी पर्यो, अब पानी घट्यो कि घटेन, हामी कुन अवस्थामा कहाँ छौँ भन्ने हेर्नको निम्ति नोआले चाहिँ झ्याल खोले भनेर 6 पदले बताएको छ। त्यस पछाडि के भएको छ, एउटा कागलाई उडाइदिए अनि जमिनको पानी नसुकुन्जेल त्यो काग यता उता उडिरह्यो भनेर लेखिएको छ। अब हेर्नु त पर्यो, थाहा पाउनु पर्यो। नोआले त्यो हेर्नको निम्ति पहिला सुरुमा एउटा पन्छी उडाइदिन्छ, त्यो कागलाई उडाइदिन्छ। त्यो अवस्था बुझ्नको निम्ति, थाहा पाउनको निम्ति त्यो कागले के गरेको छ, यता उता उडिरहेको छ। हेर्नुहोस्, यता उता उडिरहेको छ त्यो पन्छी। पुरानो नियममा तपाईँले कागलाई हेर्नु हो भने एउटा अशुद्ध पन्छीको रूपमा लिएको छ। पुरानो नियममा बलिदान, आफ्नो जसले पाप गर्छ त्यसलाई पाप गरेपछि उनीको बलिदान गर्न, पाप क्षमाको निम्ति के गर्थ्यो, बलिदान गरिन्थ्यो। राम्रो राम्रो एकदमै शुद्ध शुद्ध पशु पन्छीहरू छानिने गर्थ्यो। कागको बलिदान दिइँदैन थियो किनकि कागलाई अशुद्ध मान्दथ्यो। यहाँ हेर्नुभयो भने यो पदमा यताउता उडिरह्यो भनेर शब्द प्रयोग गरेको हामी देख्छौँ। बाइबलमा तपाईँ र मैले पढ्यो भने यो दुष्ट चाहिँ, शैतान चाहिँ बेचेन हुन्छ। कोही व्यक्ति बेचेन भएपछि के हुन्छ, यताउता हिँड्छ नि, यताउता दौडिन्छ। लेवीको किताब 11:15 हेर्नु हो भने कागलाई अशुद्ध पन्छी भनेर त्यहाँनिर सम्बोधन गरेको छ। प्रकाशको 8:18-2 हेर्नु हो भने दुष्ट आत्माको रूपमा चाहिँ भनेको छ, होइन? यस्तो स्वभाव हुन्छ। अयुबमा तपाईँले हेर्नुभयो भने 1:6-7, 2:1-2 त्यो दुष्ट चाहिँ यताउता हिँड्छ भनेर लेखेको हामी देख्न पाउँछौँ। अनि लुकामा हेर्यो भने बिउ चाहिँ परमेश्वरको वचन हो, बिउ छर्ने बेलामा शैतानले के गर्छ, बिउ चोरेर लैजान्छ। यो पन्छीले त्यस्तो कार्य गरेको हामी देख्छौँ। आज संसारमा चाहिँ हामीले हेर्यो भने यो कागको स्वभाव चाहिँ कति मानिसहरूले बोकेको हामी देख्छौँ, कतिपल्ट विश्वासीहरू पनि। हामीलाई थाहा छ यो अशुद्ध हो। अब यहाँ तपाईँले हेर्नु हो भने यहाँ जमिनमा पानी नसुकिने त्यो काग यताउता उडिरह्यो। त्यो जहाजबाट जब निस्किन्छ बाहिर, त्यो जहाजको बाहिर उसले के देख्छ, सबै पशु पन्छीहरू मरेको सिनो मात्र देख्छ। उसले सिनै सिनो देख्छ। ओहो, यस्तो राम्रो जीवन मैले पाएँ। त्यो नोआको जहाजभित्र जहिले पनि प्रार्थना मात्र हुने, संगति मात्र गर्ने, खालि प्रार्थना मात्र गर्ने। नोआले हामीलाई खाना पनि प्रशस्त दिन्थेन, तर यहाँ हामी हेर्दैछौँ यहाँ कागले चाहिँ संसारलाई हेर्छ। यो ओहो, सिनो सिनो खाना त यहाँ पो रहेछ, असली खाना त रमाइलो यहाँ रहेछ भन्ने चाहिँ कागले सम्झियो। ऊ चाहिँ फर्केर गएन। याद गर्नुहोला, मण्डली भनेको त्यो जहाज जस्तो हो जहाँ चाहिँ परमेश्वरले सुरक्षा दिनुहुन्छ। यो ठाउँ परमेश्वरको उपस्थिति ठाउँ हो। यहाँ प्रार्थना, आराधना, संगति हुँदछ र हामी चाहिँ कागको स्वभाव हुनु हुँदैन। यहाँबाट हामी निस्किसके पछाडि संसारमा भएका थोकहरूमा रमाउने कागको स्वभाव जस्तो भएर हामी चाहिँ गर्नु हुँदैन। यहाँ कागलाई चाहिँ अशुद्ध रूपमा हामी लिएको हामी देख्छौँ। यो काग त्यो संसारको सिनो देखे पछाडि उमा खुसी आउँछ, रमाड आउँछ। ऊ मृत शरीरमा चाहिँ रहन खोज्छ अनि अघिल्लो उसको पुरानो स्वभावमा ऊ जान्छ। जहाजभित्र राम्रो भएको थियो, उसको स्वभाव राम्रो थियो, नोआसँग संगतिमा परमेश्वरमा थियो। तर जब चाहिँ त्यो जहाजबाट बाहिर निस्किन्छ उसको स्वभाव परिवर्तन हुन्छ, संसारमा रमाउँछ। कतिपल्ट मण्डलीबाट पुरै जसो दाजुभाइहरू धेरै टाढा जानुहुन्छ, कामको सिलसिला, अध्ययनको क्रममा केमा जानुहुन्छ। तर याद राख्नुपर्ने कुरा हो, आफ्नो मण्डलीलाई चाहिँ बिर्सिनु हुँदैन। तपाईँ र म जहाँसुकै गए तापनि हामी संसारमा होइनौँ। हामी संसारको लागि, तपाईँ र म संसारको लागि होइनौँ। यो घर जति पनि हामी, तपाईँ यो घरमा हामी बस्छौँ, तपाईँ आफ्नो घर छ, यो क्षणिक हो, यो अस्थायी ठेगाना हो। केही समयपछि हामीले यो घरलाई छोड्नुपर्छ। हाम्रो एउटा थाई घर परमेश्वरले माथि स्वर्गमा राख्नु भएको छ। हालेलुया, हालेलुया। यो फर्किएन प्रियहरू। कागले मरेको, बिग्रेको, अशुद्ध कुरामा रमाउँछ, होइन? त्यो मानिसको शरीरमा पापी मन, अस्वच्छ जीवन र अस्थिरताको प्रतिनिधित्व गर्छ।
हामीभित्र त्यस्तो अस्थिरता छ कि पापी मनको यस्तो त्यो चाहिँ एउटा कागले चाहिँ प्रतिनिधित्व गरेको हामी देख्छौँ। नोआलाई हामीले हेऱ्यौँ भने एउटा अगुवाको रूपमा हामी यहाँ देख्न सक्छौँ, एउटा पास्टरको रूपमा हामी देख्छौँ। उसले चाहिँ त्यो कागलाई एउटा जिम्मेवारी दिएको थियो कि पानी घट्यो कि घटेन हेर्नको निम्ति, तर ऊ चाहिँ फर्केर आएन, डुली हिँड्यो, यता हिँड्यो उता हिँड्यो। काग जस्तै मानिस भनेको चाहिँ अस्थिर मानिस हो, उसको जीवन स्थिरता छैन, निर्णयमा ऊ दोधारमा रहन्छ, पाप र संसारतिर आकर्षित हुन्छ। यदि यो कागको स्वभाव छ भने आत्मिक मार्ग निर्देशन त्यसले पाउँदैन। बाइबल अर्थ हामीले हेऱ्यौँ भने अशुद्धता हो। तपाईँ र मलाई परमेश्वरले पवित्रताको निम्ति बोलाउनु भएको छ। उहाँ पवित्र हुनुहुन्छ, त्यसैले उहाँले हामीलाई पवित्र हुन बोलाउनु भएको छ। अनि यहाँनिर आफ्नो जीवनलाई उहाँमा अर्पण गर्न उहाँले बोलाउनु भएको छ। कागलाई नोआले पठाउनु चाहिँ मानवीय प्रयास हो, त्यो उसको सोच थियो फर्केर आउला भन्ने। तर यहाँ हामी देख्छौँ ऊ फर्केर आएन। बिरेरो हाम्रो मण्डलीलाई तपाईँ र मैले बिर्सिनु भएन, नत्र भने हामी कागको जस्तो स्वभाव भएको व्यक्ति अथवा विश्वासी बन्न सक्छौँ। कति मानिसहरू चाहिँ के गर्छन्, काग मरेको शरीरमा सहजै बस्यो भने यस्तै फर्किने अवस्था ठान्छन् है। फर्किन उनीहरू खोज्दैनन्, चर्चभन्दा संसारमा आराम खोज्छन्। कति व्यक्तिहरू प्रार्थनाभन्दा मनोरञ्जनमा उनीहरू आराम खोज्छन्, बाइबलभन्दा मोबाइलमा, पवित्रताभन्दा पापमा, आत्मिक जीवनभन्दा मोज मस्तीमा। यो कागले देखाउँछ कि संसारतिर मन झुक्यो भने मानिस आत्मिक रूपमा चाहिँ मरेको जस्तो हुँदछ। हामी आत्मिक रूपमा परमेश्वरलाई मरेको होइन, हामी आत्मिक रूपमा बाँचेको मानिस हौ। हालेलुया। आज तपाईँ र म भित्र त्यो स्वभावलाई हार्नु, त्यो स्वभावलाई हटाउनु, मार्नु जरुरी छ। त्यस पछाडि 7 पदमा, अगाडिको पदमा हेरौँ त, 8 पदमा, तब नोआले जमिनमा पानी घट्यो कि भनी हेर्न एउटा ढुकुर पनि उडाइदिए। ऊ नफर्केको कारणले गर्दा नोआले चाहिँ त्यस पछाडि ढुकुरलाई उडाएको हामी देख्छौँ। थाहा पाउनु पर्यो के अवस्था छ संसारको भनेर, किनकि उनीहरू एउटा केही पनि थाहा नभएको अवस्थामा छन् होइन। जहाजभित्र छ, ढोकाहरू झ्याल सबै बन्द भएको हामी देख्छौँ। एउटा ढोका मात्र छ अनि त्यो झ्याल छ त्यहाँनिर, त्यो एउटा झ्यालबाट त्यो पन्छीलाई उडाएको हामी देख्छौँ। 9 पदमा हेर्नुहोस्, त्यस ढुकुरले आफ्नो खुट्टा टेक्ने ठाउँ नपाएकोले त्यो तिनी कहाँ नै जहाजमा फर्क्यो, किनभने पृथ्वीमा अझै पानी थियो। तब तिनले आफ्नो हात पसारेर त्यस ढुकुरलाई समातेर आफू कहाँ जहाजभित्र ल्यायो भनेर लेखेको छ। त्यो ढुकुरलाई उडाइसके पछाडि उसले पनि त्यो ठाउँहरू देख्यो, उसलाई पनि अवसर थियो, मौका थियो। तर यहाँ वचनले के भन्छ भने आफ्नो खुट्टा टेक्ने ठाउँ नपाएकोले ऊ चाहिँ फर्कियो भनेको छ। ढुकुरलाई हामीले पवित्रताको रूपमा हामी हेर्दछौँ। विश्वासीहरू पनि तपाईँ र म संसारमा भए तापनि अशुद्धता र अपवित्रतामा हाम्रा खुट्टाहरू नपर्ने हामी ढुकुरको स्वभाव धारण हामी गर्नु आवश्यक छ। समुद्रमा माछा तपाईँले देख्नुहुन्छ नि, समुद्रको पानी कति नुनिलो हुन्छ। त्यो माछा समुद्रमा भए पनि त्यो माछा चाहिँ तपाईँले खानु हुँदाखेरि नुनिलो हुन्छ हुँदैन, आफूलाई नुनिलो बनाएको हुँदैन। हामी त्यस्तो विश्वासी हामी बन्न आवश्यक छ। ऊ यहाँनिर के भनेको छ, आफ्नो खुट्टा टेक्ने ठाउँ नपाएकोले त्यो तिनी कहाँ जहाजमा फर्कियो। उसले बुझ्यो कि त्यो जहाज नै परमेश्वरको उपस्थिति, त्यो पवित्रताको ठाउँ हो, त्यो सुरक्षाको ठाउँ हो भनेर उसले थाहा पाएको यहाँ हामी थाहा पाउँदछौँ। अनि त्यस पछाडि के भएको छ, त्यो जहाजभित्र फर्केर आएको हामी देख्छौँ। तपाईँले बाइबलमा हेर्नुभयो भने मत्ती 3:16 त्यहाँनिर हेर्नुभयो भने जब येशू ख्रीष्ट चाहिँ पानीको बप्तिस्मा लिँदै हुनुहुन्थ्यो, त्यहाँनिर उहाँ स्वर्गबाट पिताले बोल्नुभयो र पवित्र आत्मा ढुकुरको रूपमा आएको हामी देख्छौँ। र येशू चाहिँ आफै पुत्र हुनुहुन्थ्यो र ढुकुरलाई पवित्र आत्माको रूपमा चाहिँ एउटा सङ्केतको रूपमा लिएको हामी देख्छौँ बाइबलमा। पुरानो नियममा तपाईँले पल्टाएर हेर्नुभयो भने जब मानिस चाहिँ बलिदान गर्न जान्थ्यो मन्दिरमा, त्यो मन्दिरमा जानु दिँदाखेरि त्यो ढुकुरको उनीहरूले बलिदान गर्थ्यो, किनकि शुद्ध पंक्षीको रूपमा चाहिँ लिएको हामी देख्न पाउँछौँ। आज यो ढुकुरको जस्तो स्वभाव तपाईँ र मेरो हुनु आवश्यक छ। यो ढुकुरको स्वभाव जस्तै आज मण्डली हुनु जरुरी छ किनकि येशू ख्रीष्ट तपाईँ र मलाई लिनको निम्ति फेरि आउँदै हुनुहुन्छ र त्यो उहाँ नआउन्जेलसम्म मण्डली चाहिँ च्याउरी नपरेको, दाग नलागेको, शुद्ध र पवित्र निष्कलङ्क हुनुपर्छ भनेर बाइबलले बताएको छ।
तपाईँ र मेरो निम्ति क्रिस्टले क्रुसमा रगत बगाउनु भयो, मर्नु भएको छ। तपाईँ र म पुरुष स्त्री जे भए पनि हामी चाहिँ दुलै हौँ। हालेलुया। तपाईँ र म को हौँ? दुलै हौँ, आत्मिक रूपमा दुलै हौँ। उहाँ हाम्रो दुल्हा हुनुहुन्छ। कल्पना गर्नुहोस्, एउटा विवाहको निम्ति तयार भएको जोडी छ, त्यो दुलैलाई अब त्यो दुल्हा लिन जाँदैछ, तर दुलैले अर्कैतिर चाहिँ उसको सम्बन्ध राखेको छ भने त्यो दुल्हाले उसँग विवाह गर्छ? गर्दैन। त्यस्तै हो, यदि हामी संसारलाई प्रेम गर्छौँ भने परमेश्वरले तपाईँ र ममा हामीलाई पनि प्रेम गर्नुहुन्न। त्यस पछाडि यूहन्ना पहिलो यूहन्नामा हामीले हेर्यो भने त्यहाँ भनेको छ संसारलाई प्रेम नगर भनेर त्यहाँ लेखेको छ। यदि तिमीहरू संसारलाई प्रेम गर्छौ भने परमेश्वरको प्रेम तिमीहरूमा रहँदैन भनेर लेखेको छ। संसारलाई प्रेम गर्नु भनेको पहिलो जानु जस्तो हो, आत्मिक रूपमा आयो। हामी सबै चाहिँ दुलै हौँ, याद गर्नु होला मण्डली। हामी दुलै भइसकेपछि हाम्रो काम के हो? दुलै कसरी बस्छ? सजिएर बस्छ, जागा भएर बस्छ, एकदमै राम्रो भएर बस्छ। त्यही अवस्थामा तपाईँ र म पनि हुनु आवश्यक छ। यहाँ ढुकुर चाहिँ पवित्र आत्माको रूपमा आएको हामी देख्न सक्छौँ। पहिलो कोरिन्थी 12:13 पनि त्यहाँ हामीले हेर्यौँ भने हाम्रो शरीरलाई चाहिँ परमेश्वर मन्दिर भनेर पनि घोषणा गर्नुभएको छ। अनि त्यसरी ढुकुरलाई पवित्र आत्माको चित्रण दिएको छ। यो ढुकुर भनेको मण्डलीको चित्रण हो। यो मण्डली आज ढुकुरको स्वभावमा हुनको निम्ति आज तपाईँ र मैले त्यो भूमिका खेल्नु आवश्यक छ। यो ढुकुरले शुद्धता र पवित्रता रुचाउँछ र यसले सङ्केत दिन्छ। यहाँ 8 पदमा 9 पदमा के भनिन्छ? त्यस ढुकुरले आफ्नो खुट्टा टेक्ने ठाउँ नपाएकोले त्यो तिनी कहाँ जहाजमा फर्कियो, किनभने पृथ्वीमा अझै पानी थियो। ऊ फर्कियो, आफ्नो घर फर्कियो। तपाईँ र म जहाँसुकै गयो भने हाम्रो मण्डलीमा तपाईँ र म आउनु आवश्यक छ, हाम्रो घरमा आउनु आवश्यक छ। यो आत्मिक घर हो। यो घरले तपाईँ र मलाई स्वर्गमा लान्छ प्रियहरू। हालेलुया। हाम्रो मुक्ति र उद्धार भनेको यही हो। हाम्रो विश्वासले उद्धार र मुक्ति ल्याउँदछ। अनि यहाँनिर यो ढुकुरले त्यो भूमिका खेलेको हामी देख्न पाउँछौँ। किनभने पृथ्वीमा अझै पानी थियो, तब तिनले आफ्नो हात पसारेर त्यस ढुकुरलाई समाती आफू कहाँ जहाजभित्र ल्यायो भनेर बाइबलमा बताएको हामी देख्छौँ। किन? उसले चाहिँ बस्ने ठाउँै पाएन। संसार त्यति ठुलो थियो, बस्ने ठाउँ नपाएको होला, पाएको थियो, तर उसले आफूलाई चाहिँ शुद्ध र पवित्र निष्कलङ्क राख्न खोज्यो। त्यो ढुकुरले बुझेको थियो कि म परमेश्वरको हुँ भनेर। आज तपाईँ र मैले पनि बुझ्न आवश्यक छ कि म संसारको होइन, म चाहिँ परमेश्वरको हुँ। तपाईँ र म बोलाएका मानिसहरू हुँ, तपाईँ र म चुनिएका व्यक्तिहरू हुँ, तपाईँ र म छानिएका हौँ। मण्डली पनि त्यही हो, हामी बोलाएका, चुनिएका र छानिएका मानिसहरू हौँ। त्यसै कारणले हामी यस ठाउँमा हुँदाखेरि, संसारमा हुँदाखेरि तपाईँ र म उहाँको स्वभाव, उहाँ जस्तै हुनको निम्ति उहाँले हामीलाई बोलाउनु भएको छ। त्यसै हामी फर्किनु पर्यो। त्यस्ता कुराहरूबाट, ती पापका कुराहरूबाट हामी फर्किनु पर्यो। तपाईँ र मलाई के कुरा तानिरहेको छ, के कुराले आकर्षित गरिरहेको छ, त्यसबाट चाहिँ फर्किनु आवश्यक छ। ढुकुरले अशुद्ध कुरा खाँदैन, हैन? मृत शरीर, कुहिने कुरा, यो कुरामा ढुकुर बस्दैन, हैन? पवित्र आत्मा अशुद्ध जीवनमा बास बस्दैन भनेको छ। पापपूर्ण बानीबाट राहत खोज्दैन, हैन? पवित्रता खोज्ने त्यो हृदय चाहिँ ढुकुरले खोज्छ। यो पवित्र जीवनको एउटा प्रतीक हो, शान्तिको नि प्रतीक हो। त्यस पछाडि फेरि ढुकुरले अर्को पटक यहाँनिर नोआले फेरि ढुकुरलाई पठाएको हामी देख्छौँ। 10 पद म पढ्न चाहन्छु। अरू 7 दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई जहाजबाट उडाइ पठाए। त्यो ढुकुर साँझमा तिनी कहाँ फर्कियो। त्यसको चुच्चामा भर्खरै टिपेको वृक्षको एउटा पात थियो भनेर लेखेको हामी थाहा पाउँछौँ। दोस्रोबाट फेरि उडाइदिन्छ। फेरि उडाइसके पछाडि ऊ फर्किएर आउने बेलामा एउटा जैतुनको वृक्षको पातलाई चुच्चोमा टिपेर लिएर आएको हामी देख्छौँ। फेरि नोआले चाहिँ त्यो समाएर उसलाई त्यो जहाजभित्र ल्याउँदछ। यसले के सङ्केत दिँदछ भने नोआलाई के भन्छ भन्दाखेरि पानी अब घटिसक्यो, संसार नयाँ भयो भनेर यहाँनिर ढुकुरले सङ्केत दिएको हामी देख्छौँ। एउटा नयाँ आशा फलाएको छ। यो ढुकुरले चाहिँ नयाँ आशा देखाएको हामी देख्छौँ। नयाँ सुरुवात चाहिँ भयो भन्ने चाहिँ उसले घोषणा गरेको छ। ख्रिस्टमा जो कोही पनि हुन्छ, जो कोही पनि आउँछ, त्यो नयाँ सृष्टि हो। तपाईँ र मलाई संसारमा आशा दिने कुराहरू थोक छैन, ख्रिस्ट येशूले मात्र दिन सक्नुहुन्छ।
परमेश्वरले मात्र दिन सक्नुहुन्छ। दोस्रो पटक फर्किँदा चाहिँ उले त्यो भद्राक्षको पात ल्याएको हामी देख्छौँ। यो भनेको शान्ति हो, यो भनेको आशा हो, यो भने नयाँ जीवन हो। र परमेश्वरले पुनर्स्थापना, त्यो संसारलाई चाहिँ त्यो पानीको जल प्रलयबाट पुनर्स्थापना नयाँ बनाउनु भयो। र आज येशू ख्रीष्टमाथि जो कोही पनि हुन्छ उसलाई परमेश्वरले नयाँ बनाउनुहुन्छ। हालेलुया। नयाँ आशा दिन्छ, शान्ति उहाँले दिनुहुन्छ। ढुकुरले संसारमा फेरि जीवन फर्काएको घोषणा गरेको हामी देख्छौँ। जब तपाईँ र म भित्र पवित्र आत्माले काम गर्नुहुन्छ, तपाईँ र म भित्र पवित्र आत्मा हुनुहुन्छ, हामीमा परमेश्वरसँग अगाडि बढ्ने जोस उहाँले दिनुहुन्छ, हामीलाई पवित्रतामा जीवन जिउनलाई सहायता गर्नुहुन्छ। नत्र भने हामी तपाईँ र म आफै राम्रो बन्न सक्दैनौँ, तपाईँ र म आफै शुद्ध जीवन जिउन सक्दैनौँ। त्यसको निम्ति तपाईँ र मलाई पवित्र आत्माको सहायता चाहिन्छ। हालेलुया। निरन्तर रूपमा हामीलाई पवित्र आत्माको अगुवाईमा निरन्तर रूपमा तपाईँ र मैले प्रार्थना गर्नु आवश्यक छ। यो ढुकुरले यहाँनिर नयाँ बनेछ है, नोआलाई सबै कुरा बताएको हामी देख्छौँ। जब फर्किसके समाइसके पछाडि नोआले फेरि उसलाई चाहिँ के गर्छ, तेस्रो पटक पठाउँछ ढुकुरलाई। ढुकुर त्यस पछाडि गइसके पछाडि फर्किँदैन। किन? अब नयाँ भइसक्यो, अब नयाँ भइसक्यो, पुनर्स्थापना भइसक्यो, मिलाप भइसक्यो, सबै थोक नयाँ भएको कारणले गर्दा ऊ चाहिँ फर्केर आउँदैन। पृथ्वी बस्ने योग्यको भइसक्यो भनेर उसले सङ्केत दिएको छ। पवित्र आत्मा तपाईँलाई कहिले रोक्ने, कहिले पर्खिने चाहिँ कार्य गर्नुहुन्छ। पाउल जब सेवकाईमा लाग्यो त्यो सुसमाचार प्रचार गर्नेमा एसियामा जानको निम्ति चाहिँ पवित्र आत्माले रोक्नु भएको हामी देख्छौँ। कति ठाउँमा अगुवाई गरेको हामी देख्छौँ। त्यसैले पवित्र आत्माले तपाईँ र मलाई के गर्नुहुन्छ? अगुवाई गर्नुहुन्छ। हामीलाई कुन बेला के गर्ने निर्णय लिन सहायता उहाँले गर्छ। ढुकुरको बाइबली अर्थ चाहिँ पवित्र आत्मा, शुद्धता र पवित्र जीवन, आशा र नयाँ सुरुवात हो। यो सङ्केत ढुकुरले गर्छ। समयको सङ्केतले ढुकुरले नोआलाई परमेश्वरको समय र परमेश्वरको चाहनालाई स्पष्ट गरेको हामी देख्छौँ। यहाँ परमेश्वरको चाहनालाई पनि स्पष्ट पारेको छ। परमेश्वरको इच्छा रहेछ यो भन्ने कुरा हामी देख्छौँ। प्रियहरू, फेरि अगाडि म बढ्न चाहन्छु। यहाँ भनेको छ त्यो ढुकुर साँझमा तिनी कहाँ फर्क्यो, त्यसको चुच्चामा भर्खरै टिपेको वृद्धाक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्ने नोआले थाहा पाए। तिनले अरू 7 दिन पर्खेर त्यस ढुकुरलाई फेरि उडाए पठाए र यसपालि त्यो तिनी कहाँ फर्केर आएनन्। हालेलुया, हालेलुया, हालेलुया। यो जहाज भनेको यो चर्च हो, मण्डली हो, याद गर्नु होला। यहाँ नोआमा तपाईँले नोआको यो ठाउँमा हेर्नुभयो भने यो जहाज भनेर मण्डलीको रूपमा लिएको छ। पहिलो कलसीको 1 अध्यायको 17 देखि 20 पदमा तपाईँले त्यहाँ पढ्नुभयो भने त्यहाँ भेट्न सक्नुहुन्छ। जो कोही यो मण्डलीभित्र, चर्चभित्र, भवन भन्दाखेरि यो भित्र उहाँमा सहभागी हुन्छ, तिनीहरूले नयाँ जीवन पाउँछन्। अनि तपाईँ र मेरो निम्ति ख्रीष्ट चाहिँ पहिलो धन हुनुपर्छ। त्यो जीवन जिउन सक्नुको निम्ति तपाईँ र मेरो लागि चाहिँ ख्रीष्ट पहिलो धन हुनुपर्छ, पहिलो प्राथमिकता हुनुपर्छ। याद गर्नु होला। आज तपाईँ र मेरो धन केही कुरामा हुन सक्छ होला। बाइबलले भन्छ मत्तीको किताबमा, जहाँ तिम्रो धन हुन्छ त्यहाँ तिम्रो मन हुन्छ भनेर लेखेको छ। त्यसको मतलब जुन ठाउँमा जे कुरामा तिम्रो धन छ तिम्रो मन त्यही जान्छ। त्यसको मतलब हामी सबैको धन चाहिँ ख्रीष्ट येशू हुनुभयो भने हाम्रो मन पनि त्यही जान्छ। हालेलुया। याद गर्नु होला, त्यो विश्वास तपाईले राख्नुभएको विश्वासले स्वर्गको ढोका खोल्दछ। यो नोआको जहाज चाहिँ मण्डलीको रूपमा लिएको छ। त्यो जहाजमा लगेको काठ जो चाहिँ पानीमा तैरिएको छ त्यो बप्तिस्मा हो। आज मण्डलीमा हामी प्रभुलाई विश्वास गर्ने हरेक मानिसले, यहाँ जति पनि हुनुहुन्छ, बप्तिस्माद्वारा हामी उहाँमा सम्बन्धमा आउनुपर्छ। बप्तिस्माले के जनाउँछ? म ख्रीष्टको निम्ति मरे, अब म ख्रीष्टको निम्ति नयाँ भएको छु। बप्तिस्माको अर्थ यही हो, आफ्नो पुरानो स्वभावलाई गाड्नु हो, मार्नु हो अनि नयाँ हुनु हो। अनि एउटा घोषणा हो कि म परमेश्वरको निम्ति अब जिउँदछु भन्ने घोषणा हो। त्यही भएर मण्डलीमा जति पनि आउनुहुन्छ, प्रभुलाई विश्वास गर्नुहुन्छ, हरेकले बप्तिस्मा लिनुपर्छ। त्यो जहाज जो पानीमा तैरेको थियो त्यसले चाहिँ बप्तिस्माको प्रतिनिधित्व गर्छ। यो जहाजमा एउटा ढोका चाहिँ एउटा झ्याल चाहिँ पहिले देख्नुभयो, एउटा झ्याल थियो। त्यो झ्याल भनेको आज
हामीले त्यहाँ हेऱ्यो भने एउटा पुस्तक हो, 2 तिमोथी 3 अध्यायमा तपाईँले पढ्नुभयो भने 14 देखि 17 त्यहाँनिर बताएको छ। सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको, यसलाई सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई अति लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा सिद्ध बनोस् भनेर। यो झ्याल हो, यो झ्यालबाट संसारलाई हेर्नको निम्ति तपाईँ र मैले यसलाई खानु पनि पर्छ, यसलाई अध्ययन गर्नुपर्छ, पढ्नुपर्छ, यसलाई मनन गर्नुपर्छ, किनकि यो हाम्रो निम्ति बाटो, यो तपाईँ र मेरो निम्ति एउटा औषधि हो। अनि भजन सङ्ग्रह 119 अध्यायमा तपाईँले हेर्नुभयो भने त्यहाँ लेखेको छ कि तपाईँको विरुद्धमा पाप नगरौँ भनेर तपाईँको वचन मैले आफ्नो हृदयमा सुरक्षित राखेको छु भनेर लेखेको छ। यदि हामी पापबाट टाढा हुन चाहन्छौँ भने यो वचन हाम्रो नजिक हुनुपर्छ। यो वचन नै परमेश्वर हो। यूहन्ना 1:1 भन्छ आदिमा परमेश्वर हुनुहुन्थ्यो है, परमेश्वरसँग वचन र वचन नै परमेश्वर। एकजना साथी बाइबल स्कुलमा एकजना साथीले सरलाई प्रश्न गर्नुभयो है, सर वेयर इज गड, परमेश्वर कहाँ हुनुहुन्छ भनेर। अनि त्यो सरले भन्नुभयो तिमीसँग बाइबल छ? यूहन्ना 1:1 खोलेर हेर त के लेखेको छ। अनि उसले बुझ्यो हो परमेश्वर त यहीँ हुनुहुँदो रहेछ। आज तपाईँ र मैले यो वचनलाई कतिपल्ट हेर्छौँ, हामी कतिपल्ट ऐना हेर्छौँ। आज यो आत्मिक रूपमा हामीले यो आत्मिक ऐनालाई हेर्नु आवश्यक छ। यसले बाहिरको कुरा देखाउँदैन, भित्रको कुरा देखाउँछ। प्रियहरू, एउटा घरमा एउटा हजुरबुवा र एउटा नानी बस्नुहुन्थ्यो। त्यो हजुरबुवाले जहिले पनि यो कालो पुस्तक समाएर पढ्ने, जहिले पनि है बिहान साँझ दिउँसो पढिराख्नुहुन्थ्यो। अनि त्यो नानीले जहिले पनि हजुरबुवालाई यो पढेको देख्दाखेरि उसले चाहिँ हजुरबुवालाई प्रश्न गर्यो एकचोटि, हजुरबुवा यो सधैँ यो कालो किताब तपाईँले पढ्नुहुन्छ, के बुझ्नु भएको छ, के थाहा छ तपाईँलाई भनेर प्रश्न गर्छ। अनि त्यस पछाडि हजुरबुवाले भन्नुहुन्छ नानी तिमी अलि सानै छौ, तिमी बुझ्दैनौ भनेर भन्नु। नानीले भन्छ किन म बुझ्दैन, म स्कुल जाने भइसकेको छु, मलाई एबिसिडी क ख सबै आउँछ, इङ्ग्लिस आउँछ, तपाईँलाई आउँछ भनेर भन्छ। त्यसपछि हजुरबुवाले भन्नुहुन्छ त्यसो हो भने पर डोको छ, त्यो डोकोमा खरानी भर्नु है, भरि खरानी भर्नु, अनि त्यो भरिसके पछाडि तिमीले चाहिँ पानी भरेर त्यो डोकोमा लिएर आउनु भन्छ। अब सानो बुद्धि त भयो, सकिहाल्छु नि यति नै भनेर। त्यस पछाडि गइसके पछाडि त्यो डोकोमा खरानी भर्छिन्। अब डोकोमा कहाँ खरानी भरिन्छ, अलिअलि भरियो। त्यस पछाडि पानी हाल्न गइन्, फेरि त्यसपछि पानी हाल्ने फस्याङ गर्दै पसिना भएर हजुरबुवाको अगाडि छ। हजुरबुवा मैले त सकिनँ। हो बाइबल पढ्नु भनेको त्यस्तै हो। जति हामी अध्ययन गर्छौँ, जति पढ्छौँ, हाम्रो हृदयमा भएको खरानीहरू मेटिँदै पखालिँदै जान्छ। त्यसै कारणले तपाईँ र म कतिजना पढ्न सक्छौँ होला, पढ्न जान्छौँ होला, अथवा सुन्ने हामी कतिजना सुन्न सक्छौँ। परमेश्वरको वचन हामीले सुनाइबाट पनि विश्वास आउँछ भनेको छ। हामीले अध्ययन गर्नुपर्छ। संसारमा सबैभन्दा धेरै छापिएको किताब, धेरैभन्दा धेरै भाषामा छापिएको किताब, चन्द्रमामा पुगेको वचन शब्द, यो बाइबलको वचन पद माथि पुगेको भनेको बाइबल नै हो। आज संसारमा मानिस खोजी बाइबल अध्ययन पढ्छन्, किनकि यसले जीवन दिन्छ। हालेलुया, हालेलुया। तपाईँ र मैले जीवन पाएका मानिसहरू, त्यो ढुकुरले जीवन पायो र त्यो त्यस पछाडि नयाँ भइसक्यो। आज तपाईँ र म नयाँ भएका व्यक्तिहरू। त्यही भएर के अरे पावलले पनि अन्तिम छेडमा पनि, आफ्नो जीवनको अन्तिम छेडमा 2 तिमोथीमा के भन्छ, मेरो निम्ति पुस्तक र मेरो निम्ति चरमपत्र लिएर आइदेऊ। ऊ झ्यालखानामा मर्न लागि तयार छ पावल, तर पनि पावलले के भन्छ, मलाई चरमपत्र लिएर आइदेऊ। चरमपत्र भनेको मलाई परमेश्वरको वचन लिएर आइदेऊ, म अध्ययन गर्न चाहन्छु, पढ्न चाहन्छु, किनकि उसले बुझेको थियो कि परमेश्वरको वचनले नै उसलाई चाहिँ के बनाउँछ, नयाँ जोस, नयाँ आत्मिक जीवन दिन्छ भनेर पावललाई राम्रोसँग थाहा थियो। आज हामीले पनि बुझेका छौँ, थाहा छ हामीलाई पनि। त्यसै कारणले तपाईँ र मैले प्रार्थना गर्दै बाइबल अध्ययन गर्नु आवश्यक छ। सधैँ सबै पढ्नुपर्छ भन्ने होइन, अलि बिस्तारै हामीले यसलाई अध्ययन गर्नुपर्छ। त्यो जहाजमा एउटा ढोका थियो प्रियहरू। आज येशूले, तपाईँले यूहन्ना किताबमा हेर्नुभयो भने येशूले भन्नुभएको छ, के भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ भन्नुभएको छ। ढोका म नै हुँ उहाँले भन्नुभएको छ। जो कोही त्यो ढोकाभित्र पस्छ त्यसले अनन्त जीवन पाउँछ। यहाँ पनि संयोगवशले ढोका एउटै रहेछ, यहाँ चर्चमा पनि होइन, ढोका एउटै रहेछ। त्यो जहाजमा पनि ढोका एउटै थियो। त्यो ढोकाभित्र जो कोही पसेको थियो सबै सुरक्षित रहेका थिए, सबै बाँचेका थिए। आज ख्रिस्टमा
बस्नेहरू जति सबै बाँच्ने छन्, क्रिस्टमा रहनेहरू सबै जिउने छन्। निकोदिमसले येशूलाई चाहिँ खोजिरहेको थियो, मैले नयाँ जीवन कसरी पाउने, म फेरि आफ्नो आमाको घरमा फेरि जानुपर्छ र भन्ने उसले त्यस्तो प्रकारको बुझेको थियो। त्यति धेरै जान्ने विद्वान मान्छे, पढाउने मान्छे, शिक्षक, तर पछि उसले थाहा पायो कि जीवन त येशू नै रहेछ भनेर। त्यस पछाडि निकोदिमसले के भन्छ, मेरो पद, मेरो मान्यता, मेरो धन सम्पत्ति मलाई केही चाहिँदैन, मलाई मानिसले, समाजले जेसुकै भने पनि मलाई केही पनि असर पर्दैन, मलाई केही पनि चाहिएन, मलाई महासभाको सदस्यता पनि मलाई रहनु छैन, मैले त जीवन पाइसकेको छु, जीवन त येशू हुँदो रहेछ, उहाँलाई अँगाल्छु भनेर। अनि अरिमाथियसको युसुफ र निकोदिमसले मरेको लासलाई, येशूको लासलाई बोकेर अनि लगेको हामीले देख्छौँ। उसले अँगालेको छ। प्रियहरू, आज तपाईँ र मैले पनि हामीले जानेको छौँ, बुझेका छौँ कि जीवन त येशूमा छ भनेर। उहाँले आफ्नो एकमात्र पुत्र, परमेश्वरले आफ्नो एकमात्र पुत्र तपाईँ र मेरो निम्ति दिनुभएको छ। हामी यो ढोकाभित्रबाट पसिसकेको छौँ। अब ढोकाभित्र पसिसकेर हामी चाहिँ त्यो ढोकाबाट टाढा भाग्ने होइन। बिरुहरू, त्यो कागको जस्तो स्वभाव हामीमा होइन, त्यो ढुकुरको जस्तो स्वभाव तपाईँ र ममा चाहिँ हुनु आवश्यक छ। हालेलुया, हालेलुया। अनि एउटा फ्यामिली, एउटा परिवार हो। त्यो जहाजभित्र जो कोही बसेको थियो त्यो एउटा परिवार हो। त्यसले चाहिँ त्यहाँबाट संसार चाहिँ सुरु भएको हो, नयाँ संसार सुरु भयो, नयाँ जातिहरू सुरु भएको हामी देख्न सक्छौँ। त्यसै कारणले तपाईँ र म येशू ख्रीष्टलाई जसले पनि विश्वास गरेको संसारभरि त्यो सबै एउटै परिवार हो। हामी विश्वव्यापी मण्डलीमा हामी चाहिँ एउटा सबैजना छौँ। त्यसै कारणले त्यो परिवार भने एफिसी किताब 3 अध्यायको 14 देखि 15 तपाईँले पढ्नुभयो भने त्यहाँ एउटा परिवारको रूपमा चाहिँ कुरा गरेको छ। तपाईँ यहाँ दाङदेखि जानुहोस्, पूर्व झापा इलामतिर जानुहोस्, क्रिस्चियन भन्ने बित्तिकै तपाईँलाई राम्रो न्यानो स्वागत गर्छन्, बस्ने ठाउँ एटलिस्ट दिन्छन्, खाना पनि दिन्छन्, पिउनु दिन्छन्। के हो? परिवार हो। हामी परमेश्वरको छोराछोरी हौँ, सन्तान हौँ। विदेशमा अहिले जानुहोस्, धेरैभन्दा धेरै नेपाली मण्डली सुरु भएको छ। विश्वास गरिरहेका छन् धेरै मानिसहरूले विदेशमा। किन? त्यहाँ एक्लो हुँदाखेरि त परिवार चाहियो नि, मान्छे चाहियो नि। त्यो परिवारको भावना, त्यो परिवारको महसुस चाहिँ मण्डलीले दिइरहेको छ, क्रिस्टले दिइरहेको छ। आज उनीहरू विश्वासी भइरहेका छन्। हामी एउटै परिवारमा छौँ। आज यो परिवारबाट कोही सदस्य छुट्नु हुँदैन। हालेलुया, हामी छुट्नु हुँदैन। यदि तपाईँ र ममा कागको स्वभाव भयो भने हामी छुट्न सक्छौँ। त्यही भएर मण्डलीले आह्वान छ, हामी ढुकुरको स्वभाव हुनु जरुरी छ। ढुकुर जस्तै बन्नको निम्ति हामी तयार हुनुपर्छ। र यहाँ भनेको छ जो त्यो भित्र पसेका सबैजना सुरक्षित भयो। रोमीको 8:1 पनि भन्छ ख्रीष्ट येशूमा चाहिँ सुरक्षा छ, ख्रीष्ट येशूमा मुक्ति छ, उद्धार छ भनेर लेखेको छ। पाउल झ्यालखानाबाट त्यो भुइँचालो जाने बेलामा सबै जेलरले डराए, मर्न अब म पनि मर्छु भनेर आत्महत्या गर्दै थियो। त्यहाँनिर पावल सिलास भागेको थिएन। त्यो देख्दाखेरि ऊ अचम्मित पर्यो। उसले त्यहाँ सुसमाचार सुन्यो, प्रभुलाई विश्वास गर्यो, उसको सम्पूर्ण परिवारले मुक्ति र उद्धार पाए, सुरक्षित भयो। याद गर्नु होला, हामी सबैजनाको मानिसको जीवनमा हाम्रो आत्मिक जीवन, अहिले जुन जीवन तपाईँ म शरीरमा जिँदैछौँ, यो आत्मिक जीवन पनि हो। जुन दिन तपाईँ र मैले प्रभु येशूलाई बत्तिस्मा लियौँ, ग्रहण गर्यौँ, त्यो दिनदेखि आत्मिक जीवन सुरु भयो तपाईँको। त्यही दिनदेखि तपाईँ र म शरीरमा पनि बाँचिरहेका छौँ। यो शरीर ढल्छ, तर यो आत्मा परमेश्वरको हातमा जान्छ, किनकि परमेश्वर तपाईँ र मलाई अनन्तको निम्ति सृष्टि गर्नुभएको। हालेलुया। त्यसै कारण मण्डली तपाईँ र मलाई पहिलो पत्रुसले आह्वान गरेको छ, हामी चाहिँ के हुनु पर्यो? निष्कलङ्क हुनु पर्यो, पवित्र र शुद्ध हुनु जरुरी छ। संसारमा न्याय गर्नको निम्ति परमेश्वरले पहिला जलप्रलय पठाउनु भयो। त्यो न्याय हो। एक दिन येशू ख्रीष्ट आउनुहुनेछ, संसारको सबै उहाँले चाहिँ न्याय गर्नुहुनेछ। र तपाईँ र म प्रभु येशूलाई विश्वास गरेको कारणले गर्दा हामी चाहिँ न्यायमा पर्ने छैनौँ। हालेलुया, हालेलुया। त्यसै कारण यो आजको यो सन्देशबाट, यो खण्डबाट आज तपाईँ र मलाई परमेश्वरको वचन यो बिहानी के भन्दै हुनुहुन्छ? यही बताउँदै हुनुहुन्छ कि ढुकुरको स्वभाव धारण गर्न आवश्यक छ। खुट्टा टेक्ने ठाउँ ढुकुरले नपाएको कारणले गर्दा परमेश्वरमा फर्कियो भनेर त्यहाँ लेखेको छ। नुहाको जहाजमा फर्क्यो। हामी जहाँ कहीँ गए तापनि यो याद गर्नु होला, हामीले परमेश्वरलाई कहिले पनि त्याग्नु हुँदैन। हामी फर्केर प्रभुको शरणमा आउनु आवश्यक छ। हालेलुया, हालेलुया। हामी आफ्नो जीवन परमेश्वरलाई दिनु आवश्यक छ। अनि मात्र त्यस पछाडि उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ। उहाँले सम्झिनुहुन्छ तपाईँ र मलाई। हाम्रो विश्वासलाई काममा परिणत गर्नुपर्छ। पावलले भने
तिमी विश्वासले तिमी धर्मी ठहर्यो भनेको छ पावलले। याकुबले भनेका छन् तिम्रो विश्वासले मात्र होइन, कामले पनि भनेको छ। हाम्रो विश्वास चाहिँ हामीले आफ्नो काममा परिमाण के देखाउनु पर्छ? प्रमाण देखाउनु पर्छ। विश्वास त गर्यौँ, अब त्यो विश्वासलाई हामीले केमा देखाउने? काममा देखाउने, प्रकट गर्ने। हाम्रो विश्वासी जीवन अनि परमेश्वरमा भरोसा राख्दै अगाडि बढ्दै विश्वास योग्य हुँदै परमेश्वरमा प्रार्थना गर्दै बाइबल अध्ययन गर्दै हामीले जिउन आवश्यक छ। यही कुराले तपाईँ र मलाई मुक्तितिर, यही कुराले तपाईँ र मलाई स्वर्गतिर लानेछ। हालेलुया। त्यसैले अन्तिम पटक म यही भन्न चाहन्छु मण्डलीलाई, तपाईँ र म ढुक्कुर हुनको निम्ति, ढुक्कुरको स्वभाव हुनको निम्ति उहाँले बोलाउनु भएको छ। किनकि त्यो ढुक्कुर चाहिँ सधैँ परमेश्वरतिर फर्किने एउटा पन्छी भए जस्तै तपाईँ र म पनि त्यस्तो स्वभाव लिनु आवश्यक छ। परमेश्वरले यहाँहरू सबैजनालाई आशिष दिनुभएको होस् र यो वचन काग र ढुकुर भन्ने पन्छी तपाईँले सम्झिराख्नु होला। तपाईँले वचन सबै याद नगर्न सक्नुभयो भने यो दुईटा पन्छी सम्झिराख्नु होला र यो चित्रद्वारा तपाईँले यो वचनलाई सधैँ स्मरण गर्नुहुनेछ भनेर म चाहिँ आशा गर्दछु। आउनुहोस् हामी सबैजना आफ्नो खुट्टामा उभियौँ अनि